नमस्कार। अनराशियो प्रचार प्रसार विभागद्वारा आयोजित अखिल पोडकास्टमा यहाँलाई स्वागत छ। आज हामीसँग हुनुहुन्छ सङ्गठनका अध्यक्ष समीक बडाल। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। दाइ स्वागत छ अखिल पोडकास्टमा। धन्यवाद। दाइ यो अहिले महाधिवेशनको चटारो पनि छ, कस्तो के गरी तयारी गर्दै हुन्छ महाधिवेशनको? होइन, अनराशिको 24औं राष्ट्रिय महाधिवेशन यही जेठको 25 देखि 28 हामीले काठमाडौँमा गर्दैछौँ। अहिले यसको तयारी स्वरूप चाहिँ 5 गतेभित्र हाम्रा कमिटीका अधिवेशनहरू हामीले सम्पन्न गर्नेछौँ र 10 गते पश्चात प्रतिनिधि चयनका कामहरू सुरु हुनेछन्। अन्य जनपरिचालनका सन्दर्भमा, आवासको सन्दर्भमा, चाहिँ खाद्यको सन्दर्भमा विभिन्न उपसमितिहरू बनेर काम भइरहेको छ। प्रचारको सन्दर्भमा कामहरू भइरहेको छ। आज मात्र तपाईँले देख्नुभएको छ, आज सञ्जालहरूमा पनि आएको छ। हिजो बिहान 8 बजे अनराशिको 24औं राष्ट्रिय महाधिवेशनको लोगो सहितको झन्डा चाहिँ विश्वविख्यात आरोही मिङमा डेभिड शेर्पाले सगरमाथाको चुचुरोमा चाहिँ फैलाउनु भएको छ। आजको यो ग्लोबल वार्मिङको समयमा सगरमाथा संवाद मार्फत चाहिँ राज्यले जुन किसिमको चाहिँ अभियानहरू चलाइरहेको छ, हो यसमा पनि हामीले आजको जलवायुको सन्दर्भमा पनि आजको युवाले भोलिको भविष्यको निम्ति इनिसिएटिभ लिनुपर्छ भन्ने उद्देश्यका साथ हामीले हाम्रा झन्डा र लोगोहरू त्यहाँ पठाएका थियौँ र हामीलाई चाहिँ जुन सहयोग चाहिँ विश्वविख्यात आरोही मिङमा डेभिडले गर्नुभएको छ, यो हिसाबले प्रचारको कामहरू पनि हाम्रा अगाडि बढिरहेका छन्। अहिले हाम्रा महाधिवेशन तयारीमै हामी जुटिरहेका छौँ। हजुर, जसरी राजनीतिमा आउनुभयो, अखिलमा लाग्नुभयो, अनराशिमा एमाले भनेर लाग्नुभयो, तपाईँ काभ्रेको रोसी मङ्गलटारमा जन्मिँदै गर्दा पारिवारिक परिवेश कसरी थियो? राजनीति नै थियो र यतातिर लाग्नुभयो अथवा कसरी यहाँ आइपुग्नुभयो? होइन, म त्यस्तो राजनीतिक परिवारमै म त्यस्तो चाहिँ हुर्केको विद्यार्थी त होइन। स्कुल पढ्दै जाँदा त्यो बेलामा चाहिँ अहिलेको जस्तो टेलिभिजनहरू, अहिलेको जस्तो सामाजिक सञ्जालहरू थिएनन्। रेडियोहरू सुनिन्थ्यो। चाहिँ कहिलेकाहीँ स्कुलहरूमा पत्र पत्रिका आयो भने अलि बासी पत्र पत्रिकाहरू हामी पढिन्थ्यो। त्यो हेर्दाखेरि चाहिँ अलिकति राजनीतिप्रति रुचि चाहिँ मलाई स्कुल पढ्दा पनि अलिअलि लाग्थ्यो नै। पछि अब स्कुल पढ्दै गर्दा स्कुलको म आफ्नो क्लासको म पहिलो फर्स्ट बोय नै हो र त्यो चाहिँ अनराशिका जिल्लाका चाहिँ साथीहरू आउने, त्यहाँ आएर चाहिँ अनराशिको सङ्गठन बनाउने किसिममा अखिलमा जोडिन पुग्यो। त्यस्तो परिवारै राजनीतिक रूपमा जोडिएर म अनराशि अथवा जोडिएको थिएन। म एउटा स्कुलको चाहिँ फर्स्ट बेन्चर विद्यार्थी थिएँ। म चाहिँ त्यो हिसाबले अनराशिका जिल्ला तहबाट जानुभएका नेताहरूले चाहिँ रुचिका साथ अनराशिमा आबद्ध गर्न चाहिँ स्कुलका फर्स्ट सेकेन्ड भएका विद्यार्थीहरू नै खोज्ने र त्यो अभियानमा म अनराशिमा जोडिएको थिएँ र त्यसले मलाई पहिलो आकर्षण सिर्जना गर्यो र त्यसपछि म निरन्तर रूपमा अनराशिमा जोडिँदै आएँ। त्रिचन्द्र कहिले आउनुभयो पढ्नलाई? म त्रिचन्द्र क्याम्पसमा मेरो 57 सालमा मैले एसएलसी दिएपछि 58 सालमा त्रिचन्द्र क्याम्पसमा आएँ पढ्न, आइएससी पढ्नको निम्ति। त्रिचन्द्रमा मैले आइएससीदेखि लिएर बिएससी पनि मैले त्यहीँबाट सकेर मास्टर सोसियोलोजीमा मैले मास्टर त्रिचन्द्रबाट चाहिँ आफ्नो सर्टिफिकेट लिएको थिएँ। तपाईँ त्रिचन्द्रमा हुँदै गर्दा अखिल त्यहाँ निमिट्यान्न जस्तै थियो, अनराशि हो खासै थिएन त्यहाँनिर। तर तपाईँले 62 सालमा चाहिँ सोही सदस्य जित्नुभयो। त्यतिखेर छिर्दै गर्दाखेरि 57 सालमा छिर्दै हेर्दाखेरि 32 सालसम्म आफ्नो माहौल बनाउनको लागि के कस्ता सङ्घर्षहरू गर्नुभयो त? होइन, स्कुलमा अनराशिमा चाहिँ जोडिएपछि पछाडि स्कुल तहको परीक्षा, तत्कालीन म नयाँ कोर्सको फर्स्ट ब्याच हो। चाहिँ मेरो स्कुल अब ग्रामीण परिवेशको स्कुल हो भनेको समयमा चाहिँ शिक्षकहरू पुग्नु हुँदैन थियो। घरको पढाइ अलि बढी मेहनत हामीले गर्नुपर्थ्यो र त्यो ब्याचको म एसएलसीको पनि एकजना मात्र पास भएको विद्यार्थी हो। त्यो भए पछाडि कतिजना हुनुहुन्थ्यो? होइन, हामी चाहिँ झन्डै 100 जना जति नै, 1जना मात्र चाहिँ म पास भएको थिएँ त्यो ब्याचमा। स्कुलबाट म स्कुल फर्स्ट बोय नै थिएँ। अब मैले चाहिँ सुरुमा जर्नलिजमहरू पढ्नुपर्छ, अलिकति पोलिटिकल साइन्सतिर अलि रुचि चाहिँ लाग्थ्यो। पछि गुरुहरूले चाहिँ होइन, त्यो पढाइ राम्रो छ, साइन्सै पढ्नुपर्छ, भोलि चाहिँ मेडिकल सेक्टर अथवा इन्जिनियरिङ सेक्टरहरूमा गएर चाहिँ योगदान गर्नुपर्छ, डाक्टर इन्जिनियर बन्ने सपना नै अभिभावकहरूले देख्ने कुराहरूले नै मलाई पनि साइन्स पढ्ने चाहिँ तर्फ चाहिँ रुचिका साथ तान्यो। सुरुमा आउने साइन्स क्याम्पसमा पनि मैले फर्म भरेको थिएँ केही समय क्लास लिएँ। पछि त्रिचन्द्र क्याम्पसमा, अब यो त्रिचन्द्र क्याम्पस नेपालको चाहिँ उच्च शिक्षालाई जन्माउने क्याम्पस, यस क्याम्पसमा पढ्दा एउटा गर्व महसुस हुन्छ भने मेरो त्यो कलिलो थियो मस्तिष्कले सोचेर म त्रिचन्द्र क्याम्पसमै एडमिसन भएँ र आफ्नो पढाइलाई अगाडि बढाएँ
सरकारी विद्यालयमा चाहिँ नेपाली चाहिँ भाषामा पढिएको विषयहरू अब एकैचोटि साइन्स पढ्दा मैले इङ्ग्लिस मिडियममा पढ्नु पर्दा मलाई निकै चाहिँ तपाईँको चाहिँ गाह्रो भएको थियो र मैले आइएससी पढ्दा 2 वर्ष सङ्गठनलाई समय दिन पाएँ र म बेसी चाहिँ म आफ्नो पढाइमै बढी केन्द्रित भएँ आइएससी पढ्दै गर्दा। र आइएससी सकिसके पश्चात चाहिँ आइएससी पढ्नु त्यहाँ स्वतन्त्र विद्यार्थीको निर्वाचन पनि भएन। जब म बिएससी फर्स्ट इयरमा त्यहाँ चाहिँ जोइन भएँ, फर्स्ट इयरमा जोइन भइसके पश्चात चाहिँ सोभि निर्वाचनको चाहिँ तपाईँको चाहिँ माहौल थियो। आफू स्कुलमा आबद्ध भएको सङ्गठन खोज्ने कुरा त मलाई स्वाभाविक थियो र मैले तँलाई भेट्ने निकै गाह्रो परेको थियो। र सोभि निर्वाचनकै माहौलमा मैले अनेरासिपका नेता साथीहरू आफन्त अग्र साथीहरू पनि भेटाएर चाहिँ मैले अखिलमा मेरा क्लासमा जोडिएका साथीहरू र मभन्दा चाहिँ मुनिका भाइ बहिनीहरूलाई पनि अनेरासिपमा जोड्ने कामको चाहिँ थालनी मैले 60को निर्वाचनबाट नै मैले त्रिचन्द्र क्याम्पस सुरु गरेँ। त्रिचन्द्र क्याम्पसमा अनेरासिप खोज्दै सोही पनि पर्खिनु पर्यो। अनेरासिपको नेता कार्यालय 100 मिटर अगाडि अनेरासिपको रातो घर थियो, कार्यालय थियो। तर आइएससी पढ्दा मलाई समय व्यवस्थापन म कपन बस्थेँ। मलाई जान आउनै तपाईँको चाहिँ 1 घन्टा जाने 1 घन्टा आउन, कलेज जान 2 घन्टा लाग्थ्यो। मसँग पर्याप्त समय तपाईँको चाहिँ त्यति हुँदैन थियो। खेरि म नेपाली मिडियम पढेर आएको, मलाई साइन्स पढ्ने कुरा निकै गाह्रो जटिल पनि भएको थियो र घरको मेहनत अलिक बढी गर्नुपर्ने भएको हुँदा बिहान ट्युसन लिन्थेँ, दिउँसो कलेजमा गएर प्र्याक्टिकल गर्थेँ र साँझ म कपन पुग्ने टाढा पुग्ने भने मैले सङ्गठनसँग जोडिने, स्कुलबाट जोडिएको मेरो सङ्गठनको यात्रा केही समय चाहिँ तपाईँको चाहिँ त्यो टुटेको जस्तो भएको थियो। र जब चाहिँ निर्वाचन आइसके पश्चात आफू आबद्ध भएको, आफूले जसकिन त्रिचन्द्र क्याम्पसमा लामो समय चाहिँ नेविसँगले जितेको ठाउँमा त्यसका व्यतिथि विसङ्गतिहरू हेर्दाखेरि होइन यो चाहिँ कलेजमा पनि प्रगतिशील सोच राख्ने व्यक्ति हुँदैन त। गङ्गालाल यहीँबाट चाहिँ तपाईँको चाहिँ आफ्नो सोचका साथ, क्रान्तिकारी भावनाका साथ राणाहरूको विरोध गर्नुभयो। लक्ष्मीप्रसाद देवकोटाका चाहिँ कलमहरू चलेका चाहिँ क्याम्पसहरू भन्ने सुनेको थिएँ होइन। यहाँ प्रगतिशील सोच राख्ने चाहिँ तपाईँको चाहिँ विद्यार्थीहरूको चाहिँ विजय चाहिँ यो कलेजमा सम्भव हुँदैन र अवश्य हुन्छ भन्ने लागेर म अनेरासिपमा जोडेँ। 62 सालमा सदस्य पनि जित्नुभयो। 62 सालमा चाहिँ स्वतन्त्र विद्यार्थीको सदस्य निर्वाचित भएँ। हजुर, 65 सालमा सचिव लड्नु भएको थियो। 65 सालमा सोभि निर्वाचनमा सचिव पदको उम्मेदवार थिएँ, लडेँ। हजुर, जित्नुभयो हार्नुभयो के भयो? होइन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन 65 सालमा, जुन 62 सालमा सोभि निर्वाचन जितिसके पश्चात एक हिसाबले अनेरासिपको सङ्गठनलाई मजबुत बनाउँदै सोभिमा जुन आफ्नो विद्यार्थीले विश्वास गरेको जुन प्रतिनिधिको रूपमा मैले जसरी काम गरेको थिएँ, एउटा लोकप्रियताले एउटा उचाइ हासिल गरिरहेको थियो सङ्गठनको। चाहिँ नेभी सङ्घको सङ्गठन मजबुत भएको ठाउँमा 2-3टा सङ्गठन हुँदा पनि अनेरासिप चाहिँ प्रतिस्पर्धामा नआउने ठाउँमा हामीले अनेरासिपलाई सिङ्गल नेभी सङ्घसँग प्रतिस्पर्धा गर्ने चाहिँ सामर्थ्य बोक्ने सङ्गठन बनाएका थियौँ। त्यहाँ 12वटा बुथ थियो निर्वाचनको बेलामा, साइन्सको 10वटा बुथ, 2टा बुथ ह्युम्यानिटिजको थियो। विशेष त ह्युम्यानिटिजमा इन्ट्रान्स दिनु नपर्ने, रेगुलर विद्यार्थी पनि त्यति नआउने। त्यहाँ चाहिँ अब सोभि निर्वाचन केन्द्रित पेड भर्नाहरू, त्यो फर्जी भर्ना भन्छन्, प्रशासनिक साथ चाहिँ अनेरासिपलाई हामीले पाउन सक्ने, किन लामो समयदेखि त्यहाँ कङ्ग्रेसको एकतर्फी दबदबा थियो र त्यो चाहिँ 2वटा बुथ जहाँ विद्यार्थी पढ्न आउँदैन तर फर्जी फोटो टासेर गर्ने भर्नाको कारणले गर्दा त्यति गर्दा पनि म निर्वाचनमा 11 मत चाहिँ पुगेन मलाई चाहिँ निर्वाचनमा पहिलो बन्नको निम्ति। तर सभापतिमा हामीले 144 मतले चाहिँ मात्र हार्यौँ भन्दाखेरि त्यो निर्वाचन हामी हारेको निर्वाचन थिएन। त्यहाँ वामपन्थी मतको हिसाबले गर्दा माओवादीको झन्डै क्रान्तिकारीको 500-550 मत थियो र हामी चाहिँ 10-11देखि लिएर 200-250 मतसम्मका सदस्यसम्म गरेर 200 मतसम्मकाले चाहिँ पराजित लेफ्ट मत कमजोर रहन्छ भन्ने सन्देश चाहिँ हामीले दियौँ। र त्यहाँ चाहिँ रिकाउन्टिङ गर्दाखेरि मैले निर्वाचन हारेको थिएँ। सुरुको निर्वाचनमा मैले जितेको रिकाउन्ट भयो, रिकाउन्ट हुँदाखेरि दुईचोटि काउन्ट हुँदाखेरि चाहिँ म निर्वाचनमा पराजित हुनु पर्यो। तपाईँको जीवनको सबैभन्दा एउटा खतरनाक मोड 2067 चैत 3 गतेलाई कसरी सम्झिनुहुन्छ? 30 गतेलाई 30 होइन, नयाँ वर्ष मनाउने चाहिँ अब तयारीमै विद्यार्थीहरू थिए। म नियमित ढङ्गले सोभि निर्वाचन पराजित भए पनि मैले त्यहाँ रेगुलर विद्यार्थीको मत जितेको थिएँ। मैले त्यो पाएको मतको सम्मान गर्नुपर्छ, विद्यार्थीको समस्याबाट म भाग्नु हुँदैन भनेर म नियमितै कलेज जान्थेँ। कलेजको लोकप्रियताले एउटा आकार पुगिरहेको थियो। त्यहाँका विकृति विसङ्गतिका विरुद्ध बोल्ने कुराहरू म कहिले पनि चाहिँ तपाईँको चाहिँ विद्यार्थीको पक्षमै बोल्ने हो। विद्यार्थीलाई न्याय हुनुपर्छ, चाहिँ विद्यार्थीलाई अन्याय गर्न पाइँदैन र यो प्रशासनिक सेवा सुविधा चाहिँ नेतामुखी होइन विद्यार्थीमुखी बन्नुपर्छ। विद्यार्थीहरूलाई चाहिँ र विद्यार्थी नेताका चाहिँ प्रशासनिक भूमिका चाहिँ समान बनाउने अभियान चाहिँ हामीले सुचारू गर्नुपर्छ
भन्ने हिसाबले समयमा भर्ना, नियमित प्रशासन, नियमित र चुस्त प्रशासन र चाहिँ लाइब्रेरीमा पुस्तकका विषयवस्तुहरू चाहिँ अलि बढी इनिसिएसन लिएर काम गर्थेँ। त्यो हुँदै गर्दा जुन चाहिँ त्रिचन्द्र क्याम्पसको प्रशासनबाट अधिकतम सेवा लिने खालका अलि चाहिँ कुनियत भएका चाहिँ साथीहरूको चाहिँ निशानामा त म पर्थेँ नै। तब नेपाली विद्यार्थी सङ्घले उसका चाहिँ को नाममा कलेजमा ब्रह्मलुट गरेकाहरूका विरुद्धका जिहादहरू नै मेरो नेतृत्वमा त्रिचन्द्र क्याम्पसमा छडिएको थियो। त्यसको शिकार पेशेवर अपराधीहरूलाई प्रयोग गरेर म माथि आक्रमण भयो। मेरो चाहिँ साथमा केही थिएन, म त ग्राउन्डमा बसेको थिएन। एकैचोटि पछाडि अगाडिबाट पनि त्यति मैले मेसो पाइनँ। मेरो पछाडि जिउमा र चाहिँ छेक्दाखेरि टाउकोमा चाहिँ तपाईँको चोट लाग्दाखेरि मेरो औँलाहरू चाहिँ छिनेर तल झरेर एउटा चाहिँ लामो समय करिब 3 महिनाको औषधि उपचारपछि म हस्पिटलबाट फर्किँदाखेरि मलाई केही गर्नको निम्ति चाहिँ बचाएको जस्तो मलाई आज फिल त्यस्तो चाहिँ भयो। म त्यो मेरो मनोबल घट्ने, मनोबल चाहिँ तपाईँ टुट्ने किसिमको मलाई भएन। मैले केही गर्नको निम्ति म मरेर बाँचेको मान्छे, मेरो यो दोस्रो जीवन रहेछ, केही गर्नको निम्ति नै चाहिँ म बाँचेको रहेछु भन्ने किसिमको फिलिङ चाहिँ मलाई भएको छ। तपाईँ त्रिचन्द्रको 3 चोटि अखिल अध्यक्ष हुनुभयो, अनराष्ट्रिय अध्यक्ष हुनुभयो 3 पटक। त्यो भएको कारणले पनि 3 पटक एउटै मान्छे अध्यक्ष अनि सङ्गठन विस्तार पनि त्यही तरिकाले भइरहेको छ। त्यो पनि एउटा केही थियो कि होइन? यस्तो थियो, सोभियो जब निर्वाचन पराजित भइसके पछाडि धेरै साथीहरू मा अब नेभी सङ्घको चाहिँ दादागिरी, नेभी सङ्घ गुन्डागर्दीलाई प्रतिवाद गर्नका चाहिँ गाह्रो हुन्छ कि भन्ने हिसाबबाट पनि उहाँहरू कलेज छोडेर जानुभयो। त्यसै अध्यक्ष त म 3 पटक भइनँ। म बागमती अञ्चलको सचिव थिएँ र संयोजकको भूमिका निर्माण गरेर सङ्गठन निर्माण गराएर अधिवेशन गराउने भूमिका मैले लिएको थिएँ। यो चाहिँ अध्यक्ष मैले 1 पटक मात्र भएँ। 2 पटक चाहिँ मैले संयोजकको भूमिका लिएर, किनकि सङ्गठनलाई ग्याप गर्न दिनु हुँदैन, सङ्गठनलाई को कामलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने हिसाबले म उपल्ला कमिटी अध्यक्ष जिल्लामा चाहिँ तत्कालीन बेलामा अञ्चल सङ्घीय संरचना गएको थिएन। बागमती अञ्चलको सचिव हुँदा पनि त्रिचन्द्र क्याम्पसको संयोजकको भूमिकामा चाहिँ म थिएँ। अब राजनीतिक कुरा धेरै भयो। हजुर र भाउजूको भेट, भाउजू पनि आन्दोलन, विद्यार्थी आन्दोलनमै हुनुहुन्थ्यो, त्यो भेटलाई कसरी सम्झिनुहुन्छ? होइन, यस्तो थियो चाहिँ म त्रिचन्द्र क्याम्पस पढ्थेँ, उहाँ सम्झनाजी पिके क्याम्पसमा हुनुहुन्थ्यो। स्वाभाविक रूपमा त्रिचन्द्र र पिके क्याम्पसको एउटा राजनीतिक वातावरण चाहिँ नेभी सङ्घको दबदबाका बिचमा हामीले राजनीति गरेका थियौँ र चाहिँ पद्मकन्या क्याम्पसमा समस्या पर्दा त्रिचन्द्रबाट हामीले सहयोग गर्ने, त्रिचन्द्रमा चाहिँ तपाईँको चाहिँ सङ्गठन गर्दाखेरि महिला चाहिँ नेताहरूको चाहिँ सङ्ख्याहरूमा वृद्धि गर्नुपर्ने, महिला नेत्रीहरूलाई चाहिँ जोड्नुपर्ने भयो भने हामीहरू उहाँहरूलाई बोलाउँदै यही आधारमा चाहिँ भेटघाट भयो। भेटघाट भइसके पछाडि चाहिँ त्यो कुराकानी भयो, चिन्जान हुने अवसर पाएर सङ्गठनसँग आपसमा जोडिँदै जाँदाखेरि अब मायामा परियो भनौँ न। यसरी चाहिँ तपाईँको चाहिँ त्यतिखेर भयो भन्ने विषय चाहिँ त्यो निश्चित डेट चाहिँ त्यस्तो छैन। त्यो डेट त नहोला, तर त्यतिखेरको त्यो आन्दोलनदेखिको अहिले जीवनको सँगै यात्रासम्मको यात्रा चाहिँ कस्तो रहिरहेको छ, कस्तो रह्यो होइन? त्यतिखेर त्यो आन्दोलनमा जोडिँदाखेरि सँगै भइयो, अहिले पनि जीवनमा सँगै हुनुहुन्छ। होइन, एउटा सहजीकरण सहज चाहिँ मलाई के हुन्छ भने, अब राजनीतिक रूपमा हामी सँगै जोडियौँ सङ्गठनमा चाहिँ हामी, म सचिवालयमा पनि सचिवालय एकै तहमा बसेर काम गर्दै गर्दाखेरि पोलिटिक्स गर्ने चाहिँ विद्यार्थी नेताको समस्या व्यस्तताका विषयवस्तुमा चाहिँ, किनकि राजनीतिसँग जोडिएपछि बुझ्ने कुरामा चाहिँ धेरै परिवारमा बुझाइरहनु पर्दैन, उहाँ आफै बुझ्नुहुन्छ। यो कुराले चाहिँ अलिकति मलाई सहज छ। तर मेरै कारणले पनि उहाँ राजनीतिमा अगाडि परिवारलाई समय दिने कुरामा चाहिँ लाग्नुभएको छ, पेसामा जोडिनु भएको छ। यो हिसाबले एक हिसाबले कतै मसँग जोडिएको कारणले उहाँको इच्छा शक्तिलाई मैले मारेँ कि भन्ने कहिलेकाहीँ मलाई हुन्छ, चाहिँ अनुभूति चाहिँ हुन्छ। यस्तै छ। त्यस्तो अब चाहिँ मलाई त्यति अहिले चाहिँ राजनीति बुझेको मान्छेसँग बिहा गर्दा मलाई आफूलाई चाहिँ तपाईँको धेरै चाहिँ विषयवस्तु बुझाउनु परेन, किन मेरो परिवार राजनीतिक रूपमा तपाईँको चाहिँ त्यस्तो धेरै एक्टिभ परिवार होइन। बरु चाहिँ सम्झनाजीको परिवारमा चाहिँ अलि बुवा मम्मीहरू पनि अलिक बढी राजनीतिक चेतना राख्नुहुन्थ्यो। त्यसले गर्दा मलाई अलिकति परिवारमा पनि बुवा मम्मीलाई बुझाउने कुराहरू थियो, हरेक कुराहरू अलिक सजिलो चाहिँ भएको जस्तो मलाई फिल चाहिँ त्यो हुन्छ। अनराष्ट्रियको केन्द्रीय सदस्य कहिले हुनुभयो? अनराष्ट्रियको केन्द्रीय सदस्य म जनकपुरको महाधिवेशनमा निर्वाचित भएको हो। कतिौँ महाधिवेशन थियो? 21औँ कि 20औँ भयो। म 23औँमा अध्यक्ष भएँ, 22औँमा म सचिवालय, 21औँमा म सचिवालय भएँ, म 20औँमा भएँ।
केन्द्रीय 20औं जनकपुरको मालिसबाट केन्द्रीय सदस्य 20औं म सचिवालय केन्द्रीय सचिवालय सुरुकोचोटि एकैचोटि भएको थिएँ पछि म सचिवालय फेरि रिपिट केन्द्रीय सदस्य दोहोरिनु भएन केन्द्रीय सचिव म सचिवालय चाहिँ दोहोरिनु सचिवालय दोहोरिनु जब यो अहिले नेकपा एमाले फुटेर नेकपा एस र एउटा संस्थापन एउटा नेकपा एस भयो जुन त्योभन्दा अगाडि तपाईँले राजनीति गरिराख्दाखेरि हजुर चाहिँ अहिले जो नेकपा एसमा जानुभयो रामकुमार झाँक्री उहाँ निकट हुनुहुन्थ्यो भन्ने छ उहाँसँगको अहिलेको सम्बन्ध कस्तो छ होइन जुन बेला म आन्दोलनको बेला अनराश्रीमा थिएँ जुन बेला चाहिँ राजतन्त्र विरोधी आन्दोलन चाहिँ राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा हामी जोडिएका थियौँ त्यस बखत आन्दोलनकारी एउटा चाहिँ नेत्रीको रूपमा चाहिँ रामकुमार झाँक्री हुनुहुन्थ्यो सङ्गठनको उपाध्यक्ष हुनुहुन्थ्यो र आन्दोलनकै क्रममा उहाँसँग चिन्जानु भयो सङ्गठनसँग जोडिसकेपछि चिन्जानु भयो र जुन चाहिँ एउटा महिला जुन चाहिँ आँट र साहसका साथ अनुराग हुन्थ्यो कि यो यतिको महिला सङ्गठनको लिडरसिप हुनुपर्छ भन्ने चेतना मलाई त्यो बेला अहिलेको जस्तो त्यस्तो ठुलो चाहिँ तपाईँको चाहिँ त्यो चेतना त्यो किसिमको चाहिँ तपाईँको चाहिँ उममा आइसकेको थिएन म एउटा सामान्य कलेजको विद्यार्थीको हिसाबमा थिएँ कलेजको एउटा कमिटीमा सदस्य अथवा चाहिँ पदाधिकारी हुँदाखेरि मलाई त्यो लेभलबाट त्यस्तो हुँदैन जब म अपडेट हुँदै गएँ त्यस बखत किनकि राम्रा र नराम्रा चाहिँ आन्दोलनमा जोडिने कुराहरू किनकि उहाँसँग प्रतिस्पर्धा गर्ने चाहिँ नेतृत्व पनि नराम्रो थिएन एकदम असलै थियो तर महिला नेतृत्वलाई किनकि लामो समय एउटा महिला नेतृत्व चाहिँ अखिलमा चाहिँ बन्दै गर्दा चाहिँ नयाँ चाहिँ उहरू चाहिँ हुन्छ कि भन्ने मलाई लाग्यो र म जोडेँ इस्युको आधारमा मैले जोडेको थिएँ जुन बेलादेखि उहाँ फरक ठाउँमा चाहिँ जानुभयो उहाँले गल्ती गर्नुभयो भन्ने मेरो निष्कर्ष हो उहाँलाई अध्यक्ष बनाउने बेलामा चाहिँ मलाई जहाँसम्म लाग्छ धेरै नेताहरूको सहानुभूति थियो अहिलेकै हाम्रै पार्टीको सत्य अध्यक्ष प्रधानमन्त्रीजीको पनि निकै ठुलो सहानुभूति थियो किनकि रामकुमार जतिको मान्छे बन्नुपर्छ भन्ने कुरा तर उहाँले आफ्नो अवसरको निम्ति चाहिँ आफूले बाटो बिराउनु भयो कि भन्ने चाहिँ मेरो चाहिँ निष्कर्ष त्यो छ राज संस्था विरुद्धको आन्दोलनमा पनि जोडिनु भयो हजुर त्यतिखेरको माहौल के थियो होइन तर चाहिँ राजतन्त्र कि गणतन्त्र भन्ने जुन चाहिँ हामीले जन्मसङ्ग्रह देशैभरि अन्तर्राष्ट्रियले चलाएको थियो त्रिचन्द्र क्याम्पसमा पनि त्यसको नेतृत्व म आफैले गरेको थिएँ म आफै त्यसको चाहिँ सङ्गठनको तर्फबाट चाहिँ निर्वाचनको चाहिँ हामी त्यो नेतृत्वको चाहिँ कमान्ड गरिरहेको थिएँ त्यसमा लगाइयो धेरै ठाउँमा चाहिँ आन्दोलनको बेला गिरफ्तारी पनि परियो यो चाहिँ लामो समय त हिरासत बस्नु परेन तर मुभमेन्ट जगाउने कुरा त्यो बेला जगाउने कुरा नै निकै गाह्रो थियो हामी 5-7जना साथीहरू भेला भएर चाहिँ त्यसको मुभमेन्ट जति बोल्नै प्रतिबन्ध लाउने बोल्यो कि समातिहाल्ने कलेजमा प्र्याक्टिकलमा गएर ल्याबमै प्रहरी पुग्थ्यो त्यस्तो कठिन तपाईँको चाहिँ ठाउँबाट चाहिँ हामीले चाहिँ यो सङ्गठनलाई चाहिँ ग्राइब गरेका थियौँ आन्दोलनको समयमा हिरासत पनि बस्नुभयो बसेँ कति बस्नुभयो म धेरै त बसेन 1 हप्ता जति बस्यो कतिचोटि होइन 1 हप्ता एकचोटि बसेँ एकचोटि 3 दिन मात्र बस्यो आन्दोलनकै दौरान चाहिँ आन्दोलनकै दौरान राज संस्था विरुद्धकै आन्दोलन कि अरू राजतन्त्रकै विरुद्धकै मुभमेन्टमै हो हजुर सचिवालय सदस्य हुँदा विज्ञान तथा प्रविधि विभाग प्रमुख पनि हुनुहुन्थ्यो त्यतिखेर विज्ञान प्रदर्शनी गर्नुभएको थियो त्यो के थियो त्यसमा होइन यो चाहिँ त्यो बेला हामीले इनोभेसनको सेक्टरमा अबको नेपालको विद्यार्थी मुभमेन्ट चाहिँ लैजानुपर्छ भन्ने किन म साइन्सकै विद्यार्थी थिएँ यसको चाहिँ अगुवाई गर्नुपर्छ अबको किन हिजो हाम्रो अग्रजहरूले सडकबाट आफ्नो चाहिँ तपाईँको आन्दोलनको पर्याय सङ्गठन रूपमा यसलाई स्थापित गरे आजको सूचना प्रविधिको दुनियाँमा सूचना प्रविधिलाई चाहिँ इनोभेसनलाई चाहिँ जोड्नुपर्छ र नेपालको युवा शक्तिलाई चाहिँ त्यो टेक्नोलोजीसँग जोडिएका युवा शक्तिलाई चाहिँ सङ्गठनसँग जोड्नुपर्छ र सङ्गठन अभ्यस्त गर्नुपर्छ त्यो मार्फत मुलुकको लगानी चाहिँ सूचना प्रविधि र चाहिँ तपाईँको चाहिँ यो इनोभेसनमा चाहिँ लैजानुपर्छ भन्ने उद्घोष त्यो प्रदर्शनले लिएको थियो र मैले त्यही किसिमले कि थोरै लगानी गरेर धेरै उपलब्धि पाउने आश लिनु हुँदैन यदि तपाईँको चाहिँ उपलब्धि लिनु नै छ भने लगानी बढाउनुपर्छ है सूचना प्रविधिमा भन्ने विषयको सन्देश चाहिँ मैले चाहिँ मेरो नेतृत्वमा मैले त्यहाँ प्रभाव गर्ने काम गरेको थिएँ त्यतिखेरको प्रदर्शन र योभन्दा अघिल्लो स्थापना दिवसहरूको विद्यार्थी महोत्सवमा केही समानता छन् होइन त्यो विज्ञान प्रदर्शनी सानो एउटा मेरो विभागीय कार्यक्रमको रूपमा चाहिँ तपाईँको चाहिँ अगाडि बढाएको प्रदर्शनी हो यो पनि तपाईँकै नेतृत्वमा भयो नि त यो चाहिँ विद्यार्थी महोत्सव चाहिँ हामीले 12-15वटा विधा हामीले अगाडि सारेका थियौँ त्यो विधामा चाहिँ योग्य जनशक्तिहरू चाहिँ विभिन्न व्यावसायिक साथीहरूले चिन्न पाउने अवसर भयो राज्यले चिन्न पाउने अवसर आएको छ र विभिन्न इस्युहरूमा बहस गराएर हामीले त्यसको निष्कर्ष निकाल्ने गरी काम गरेका थियौँ यसको अलिकति तपाईँको त्यो एउटा चाहिँ नर्सरीको रूपमा हामीले यदि त्यो विज्ञान प्रदर्शनी लियो भने
यो म्याचुरिटीको रूपमा चाहिँ हामीले चाहिँ महोत्सवलाई लिन सक्छौँ र यो हामीले सुरुवात गरेका हौँ। यसको धेरै हामीले चाहिँ यस्ता उयोहरू गर्छ। आगामी दिनमा विद्यार्थी मुभमेन्टलाई जगाउने हो भने विभिन्न किसिमका एन्टरप्रेनरसिपका चाहिँ तपाईँको अभियानहरू हामीले चाहिँ गर्न सक्छौँ। स्टार्टअपका अभियानहरूमा त उत्सव मार्फत जोड्न सक्छौँ। एकैसाथ राज्यसँग कोअर्डिनेसन गरेर आज हिजो व्यवस्था विरोधी आन्दोलन स्टुडेन्टको विरुद्धमा चाहिँ स्टुडेन्ट मुभमेन्ट हुन्थ्यो भने आज हामीले चाहिँ राम्रो काम गर्दाखेरि चाहिँ तपाईँ प्रोत्साहित गर्ने, गलत काम गर्दाखेरि चाहिँ खबरदारी गर्ने ठाउँमा आज हामी छौँ। हामीले आज व्यवस्था फेर्नुपर्ने ठाउँमा छैनौँ। हामीले राम्रो काम र जनताका मन जित्न सक्ने आफै राष्ट्रको नेतृत्व गर्ने त्यो प्रणालीको चाहिँ हामीले विकास गरेका छौँ भने आज हामीले चाहिँ राज्यलाई सहयोग गर्ने, सुखी नेपाली समृद्ध नेपालको जुन लक्ष्य मुलुकले बोक्या भनेको छ हो त्यो लक्ष्यको निम्ति इन्डिकेटरहरू सुधार कसरी गर्ने, हामीले कागजमा लेखेर मुखले बोलेर त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौँ। त्यसको निम्ति हामीले काम गर्नुपर्छ। हामीले चाहिँ तपाईँको चाहिँ गफले तपाईँको चिउरा भिज्दैन भने जस्तो कामद्वारा इन्डिकेटर बढाउने ठाउँमा नेपालको विद्यार्थी आन्दोलनले भूमिका खेल्नुपर्छ र अबको मुभमेन्ट हामीले त्यता केन्द्रित गर्न सकेनौँ भने विद्यार्थी आन्दोलन विसर्जनतर्फ अगाडि जान्छ। जुन विद्यार्थी महोत्सव भयो त्यो चाहिँ विद्यार्थी आन्दोलनको परिमार्जित रूप भन्ने पनि कुरा आयो। त्यो विद्यार्थी महोत्सव भइसक्दै गर्दाखेरि विद्यार्थी आन्दोलनहरू के साँच्चै परिवर्तन भएका छन् त? होइन, जुन उचाइबाट हामीले त्यो विद्यार्थी महोत्सवलाई चाहिँ अगाडि बढाउन खोजेका थियौँ, हामीहरू चाहिँ साङ्गठनिक चाहिँ कामलाई हामीले चाहिँ किन सोभि निर्वाचन तत्काल आएपछि हामीले त्यसलाई अझ जति गर्नुपर्ने त्यति व्यवस्थित गर्न सकेनौँ। त्यसको उचाइ धेरै ठाउँमा हामीले चाहे त्यो कालो अक्षर रातो अक्षर नाटक मार्फत चाहिँ आजको युवाका निराशा, राज्यको चाहिँ तपाईँको राज्यको उपस्थिति र किन चाहिँ तपाईँको चाहिँ बाहिर चाहिँ गएका युवालाई किन चाहिँ तपाईँ हामी फर्काउन सक्दैनौँ भन्ने विषय जसरी उजागर गराएर हामीले सत्य कुरा रङ्गमञ्चबाट देखाएका थियौँ। विद्यार्थी महोत्सव मार्फत हामीले आम चाहिँ तपाईँको चाहिँ युवाका कल्चर, युवाको रुचि, सङ्गीततर्फ युवाको रुचि के छ, चाहिँ तपाईँ इनोभेसनमा युवाको रुचि के छ, विभिन्न किसिमका चाहिँ प्रविधिसँग चाहिँ तपाईँको चाहे त्यो इ गेमिङका हो, चाहे तपाईँको चाहिँ रोबोटिक्सका हो, त्यस्तामा आजको युथहरूले के खोजिरहेका छन् र विशेष त आजको युथहरू जसरी तपाईँको चाहिँ आफूलाई चाहिँ काउन्सिलिङ गर्न हामीले के पार्टमा आवश्यक छ, विभिन्न इस्युहरू छन्। आज त शिक्षालाई मौलिक अधिकार रूपमा लिएको छ, चाहिँ तपाईँको उच्च शिक्षालाई चाहिँ तपाईँको चाहिँ जनताको पहुँचको शिक्षा भनेको छ हो, त्यो प्राप्तिको निम्ति के गर्नुपर्छ, के कुराको ल्याक छ, यस्ता बहसहरू हामीले चाहिँ भूराजनीतिक चपेटामा मुलुक कसरी परेको छ र यसबाट हामीले हाम्रो भविष्य कसरी चाहिँ तपाईँ बलियो बनाउन सक्छौँ हो, यस्ता तपाईँ बहसहरू हामीले त्यहाँ सिर्जना गरेर त्यो मस्तिष्कमा हामीले केही सिक्नुपर्छ है भन्ने चाहिँ जगाउन खोजेका हौँ। चाहिँ 3 दिनको महोत्सवले सारा हामीले चाहिँ कायापलट गऱ्यौँ भन्ने होइन हो। यो अभियान राज्यहरूबाट पनि अब सञ्चालित हुनुपर्छ, युवा केन्द्रित अभियानहरू, त्यस्ता अभियानहरू र सङ्गठनहरूलाई पनि बढी राजनीतिक रूपमा मात्र जोड्ने होइन, विद्यार्थी सङ्गठन भनेको राजनीतिक चेत भएको सामुदायिक सङ्गठन हो भन्नेको वास्तविकता राज्यले बुझ्नुपर्छ, राजनीतिक दलहरूले पनि बुझ्नुपर्छ र आम विद्यार्थीलाई पनि हामीले त्यो कुरा बताउनुपर्छ भन्ने हिसाबले हामीले त्यो विद्यार्थी महोत्सव आयोजना गरेका छौँ। त्यो एउटा स्टुडेन्ट मुभमेन्टको चाहिँ एउटा प्याराडाइम सिफ्टको चाहिँ सुरुवातको रूपमा चाहिँ हामीले त्यसलाई लिएका छौँ। तपाईँ अब कार्यकालको उतारदौमा हुनुहुन्छ, केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव, महासचिव हुँदै अध्यक्ष भन्नुभयो। यो यात्रा कस्तो रह्यो त? यो होइन, विद्यार्थी आन्दोलनमा जोडिँदै गर्दा अनेरासु मेरो एउटा चाहिँ विभिन्न किसिमका समाजलाई बुझ्ने नेतृत्व विकासको चाहिँ एउटा मेरो यो पाठशाला हो। यो पाठशालाबाट मैले जति ज्ञान सिकेको छु, यो तपाईँको चाहिँ 15-20 वर्ष यो मुभमेन्टमा जोडिँदै गर्दा अब मेरो काम भनेको यहाँबाट सिकेको ज्ञानहरू तपाईँको बाँड्ने र यसलाई यो आन्दोलनलाई मैले सकेको सहयोग गरेर चाहिँ तपाईँको रहने हो। किनकि अनेरासु यो आफैमा एउटा यो आन्दोलनको पर्याय हो। यसले हरेक यो चाहिँ म चाहिँ नेपालीको चाहिँ शिर उचाल्ने गरी काम गरेको छ। चाहे यो राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा यसले आफ्नो कार्यालय गुमाएर भए पनि राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याएर आज जनताको शासन ल्याउने ठाउँको सूत्रधार यो सङ्गठन हो। राष्ट्रियताको सवालमा आज हामीले चुच्चे नक्सा ल्याएका छौँ। त्यो चुच्चे नक्सा ल्याउनेको सूत्रधार पनि अनेरासु हो। सदनमा हाम्रो पार्टीको नेतृत्वले त्यसलाई तपाईँको राष्ट्रिय सहमति कायम गर्यो। सडकमा हामीले त्यसको खबरदारी विगतदेखि गर्दै आएका थियौँ। त्यसकारण देशभक्तिपूर्ण आन्दोलनको पनि यो एउटा चाहिँ तपाईँको चाहिँ अगुवा सङ्गठन हो। आज जनजीविकाका सवालमा जनताका चाहिँ तपाईँको चुलोहरू बल्दै नगर्दा जनजीविकाका जनता जन्मेपछि यो मुलुकमा जन्मे पछाडि यो मुलुकमा चाहिँ सम्मानपूर्वक बाँच्न पाउने हुनुपर्छ भने त्यो सन्देश प्रवाह गर्ने सङ्गठन यो अनेरासु हो। यो सङ्गठनको सदस्य हुँदै यो सङ्गठनको नेतृत्वसम्म पुग्दै गर्दा जो कोहीले पाउँदैन यो मैले अवसर पाएँ, यो मेरो एउटा गर्वको विषयवस्तु पनि हो। यो पाठशालालाई बलियो बनाउने, यो पाठशालालाई मजबुत बनाउने र यसको साङ्गठनिक स्वार्थलाई बलियो बनाउने कुरामा म जहाँ रहे पनि मैले सहयोग गर्नुपर्छ। यो भोलि म
चाहिँ पार्टीको कुन ठाउँमा रहला या नरहला, तर अनिराश्य मेरा निम्ति यो राजनीतिक तपाईँको चाहिँ नेतृत्व चाहिँ तपाईँको निर्माणको चाहिँ मेरो चाहिँ यो एउटा चाहिँ पाठशाला हो। यसलाई बलियो बनाउने, यो मार्फत समग्र नेपाली विद्यार्थी आन्दोलनभित्रका विकृतिहरूलाई रोक्ने कुरा र चाहिँ यसलाई सजीव बनाउने कुरामा अगुवाई गर्ने कुरामा, सहजीकरण गर्ने कुरामा चाहिँ मेरो भूमिका यो आन्दोलनलाई बिदा भएपछि हुन्छ। ठ्याक्कले सजीवको कुरा गर्नुभयो होइन। तपाईँको नेतृत्व हुँदै गर्दाखेरि अनेराश्यु तपाईँको नेतृत्वमा हुँदै गर्दाखेरि अनेराश्युलाई मात्रै होइन क्या, सबै विद्यार्थी सङ्गठनका भातृ सङ्गठन विद्यार्थी सङ्गठनहरूलाई चाहिँ यी हट्नुपर्छ, यी रहनु हुँदैन भन्ने आवाज पनि उठे, नयाँ दलबाट विशेष गरी आवाज उठे। यसलाई कसरी लिनुहुन्छ? होइन, एउटा कुरो सङ्कटको बेलामा तपाईँको चाहिँ नदेखिने पात्रहरू सहजतामा त धेरै अभाव फैलाउन माहिर हुन्छन्। नेपालको विद्यार्थी सङ्गठन विशेष त अनेराश्यु तपाईँहरूलाई थाहा छ, अघि मैले पनि जोडेँ, आन्दोलनको बेलामा राजनीति उहाँहरूलाई यतिको बोल्न सक्न पाउने अधिकारको निम्ति पनि हामीले धेरै कुरबानी गरेका थियौँ। चाहे त्यो चाहिँ विभिन्न किसिमका चाहिँ तपाईँको दैवी प्रकोप, विभिन्न किसिमका चाहिँ प्रकोपहरू आउँदै गर्दा जनताको उद्धारकर्ता भएर पनि अनेराश्यु लगाएको थियो विद्यार्थी सङ्गठन पुग्छ र चाहिँ रगतको अभाव भयो, त्यहाँ चाहिँ रगत उपलब्ध अनेराश्यु नेता साथीहरू उहाँहरूलाई बोल्न सजिलो छ। एक दुईवटा साना केही अनेराश्यु अथवा चाहिँ नेपालको विद्यार्थी आन्दोलन जोडिएका केही नेता अथवा पात्रहरूका कमी कमजोरीलाई तेर्स्याएर समग्र तपाईँको चाहिँ विद्यार्थी आन्दोलन विद्यार्थी सङ्गठन बदनाम हो भन्ने कुराको चाहिँ त्यो किसिमको चाहिँ नजिर स्थापित गर्ने कुराहरू चाहिँ आफू त्यो पङ्क्तिसँग चाहिँ प्रतिस्पर्धा गर्न नसक्ने कुराको स्वीकारोक्ति हो उहाँहरूको। यो कुरा चेतावनीका साथ म के भन्न चाहन्छु भन्दा विद्यार्थी सङ्गठन सदैव तपाईँको चाहिँ रचनात्मक प्रतिपक्षी सङ्गठन हो। यसले तपाईँहरूले गरेको कमी कमजोरीले औँला ठडाउँछ। त्यस कारण कमजोरीलाई स्वीकार्ने बानी बसाल्नुहोस्। नेपालको विद्यार्थी आन्दोलन र नेपाली विद्यार्थी सङ्गठनले होला एक दुई ठाउँ केही कमी कमजोरी भयो होलान्, तर समग्र मुलुकको चाहिँ तपाईँको चाहिँ राष्ट्रियता जोगाउने कुराहरू, जनजीविकाको सवालमा आवाज बुलन्द गराउने कुराहरू देखेर हरेक विषयमा नेपालको विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण योगदान छ। यसमा जोडिएर चाहिँ यसको किन यो भित्रबाट तपाईँहरू आएको भए तपाईँले यसको महत्त्व बुझ्छ। तपाईँहरू त आज के हुन्छ, यसभित्र नजोडिँदाखेरि त आज तपाईँको नयाँ भनाउँदाहरूको पनि देखिएको छ नि त। विभिन्न किसिमका सहकारीमा समस्या भयो, त्यहाँ ठगी गरेको मान्छे त्यही जोडिनु भएको छ। काहीँ तपाईँको चाहिँ केही छ त तपाईँको समस्या भयो, नयाँको नाममा दिएपछि सबै आफ्ना पापहरू पहाल्न सकिन्छ भनेर त्यता जोडिनु भएको छ। अपराधको कुकर्मबाट जोडिए पछाडि चाहिँ आफ्नो चाहिँ नेतृत्व विकास छिटो गर्ने सोचका साथ चाँडो चाहिँ म तपाईँको चाहिँ प्राप्ति गरिहालौँ भन्ने कुराको चाहिँ त्यो एउटा चाहिँ त्यो पङ्क्तिले लगाउने आरोप हो यो। तर हामी यो मुलुकलाई पऱ्यो भने केही नलिएर पनि सेवा सुविधा चाहिँ यो मुलुकलाई दिनुपर्छ। हामी केही पाउनको निम्ति होइन, केही दिनको निम्ति चाहिँ यो मुलुकमा जन्मिसके पछाडि यो मुलुकलाई केही दिनुपर्छ भने हामी जोडेका छौँ। हामी सहजताको बेला हाम्रा पनि अवसरहरू चाहिँ थिए होला नि त। विश्वविद्यालयको पनि हामी राम्रा विद्यार्थीहरू थियौँ। उहाँहरू जस्तो तपाईँको चाहिँ अनुकूलतामा तपाईँको विदेशमा घुम्ने, दुनियाँ गरेर मोज मस्ती गर्ने हामीलाई पनि चाहिँ तपाईँ हामी पनि सक्थ्यौँ होला, तर त्यो सपना कहिले पनि पालिएन। बरु चाहिँ तपाईँको ढिँडो र गुन्द्रुक खाइन्छ, यही मुलुक नै बनाउन लागिन्छ भनेर लागेको व्यक्ति हो हामी पनि। त्यस कारण यस्ता मुभमेन्टमा गए यस्ता धेरै पात्रहरू सङ्गठनभित्र छन्। केही पात्रहरू तपाईँहरूलाई लागेका पात्रहरूलाई देखाएर समग्र सङ्गठनहरू चाहिँ काम छैन भन्ने कुरा चाहिँ यो भ्रमदेखि बाहेक केही पनि होइन। भर्खरै निर्वाचन पनि समापन भइसकेको छ, सकिसकेको छ। यो निर्वाचन हुँदै गर्दाखेरि पनि विभिन्न क्याम्पसमा झैझगडा, सङ्गठनहरूबिच झैझगडा भए, काटाघाट मारामार समेत भए। यो देख्दै गर्दाखेरि संसदमा पनि आवाज उठ्यो, विद्यार्थी सङ्गठनहरू क्याम्पसमा भए चाहिँ यस्तो अवस्था सिर्जना भयो, यो सबै पनि हटाउनुपर्छ भन्ने सम्बन्धका कुराहरू पनि त उठे। होइन, यस्तो यो स्वतन्त्रता छ र न यस्ता कुराहरू उठिरहेछन् नि त। हो, त्यस्ता कमी कमजोरीहरू आन्दोलनबाट सच्याउनुपर्छ। कुनै पनि तपाईँको घरमा उडुस पऱ्यो भनेर घरै बम हानेर ब्लास्ट गरिदिने, त्यसमा चाहिँ तपाईँको चाहिँ होला त्यो उडुस मार्नको निम्ति प्रयोग गर्ने विषादीहरू प्रयोग गर्ने होला। सङ्गठनभित्र पनि त्यस्ता अराजकताहरू छन्, त्यस्ता तपाईँको चाहिँ व्यतिथिहरू छन् भने हो त्यसलाई चाहिँ एउटा विधिबाट चाहिँ त्यसलाई चाहिँ तपाईँको टुङ्गिनुपर्छ। तर आजको राजनीतिक इस्युहरूको बहस गर्ने थलो विश्वविद्यालय बनेन भने कहाँ बन्छ त्यो? के कुनै चाहिँ तपाईँको अपराध कर्म गर्ने ठाउँमा अखडामा बन्छ त्यस्ता बहसहरू? हरेक तपाईँको सदनका इस्युहरू कलेजमा र विश्वविद्यालयमा बहस गर्ने थालनी गरौँ भनेर भन्ने हो नि त नयाँ भन्नेहरूले त। कलेजका विद्यार्थी जो विश्वविद्यालयका टपर विद्यार्थीहरूमा चाहिँ यो बहस सुरुवात गरौँ, हामी पनि सहयोग गर्छौँ भन्ने होला नि। केही समस्या देख्यो भने त्यो बन्द, त्यो त तपाईँको चाहिँ सङ्गठनै बन्द गरिदिउँ, सोभि नै कोल्याप्स गरिदिउँ। त्यो किनकि सोभि भनेको चाहिँ विद्यार्थी र प्रशासनको बिचका सेतुको काम गर्ने संस्था हो। एक दुई पात्र कहिलेकाहीँ तपाईँको गलत परिदिन सक्छन्, तर समग्र संस्था नै बदनामी भन्न मिल्दैन। त्यस कारण हरेक कुराहरूलाई सच्याउने, सुधार्ने चाहिँ काममा लाग्नुपर्छ। क्यान्सर भएका चिजहरू छन् भने फाल्ने हो,
तर सामग्री घाउ छ भन्दैमा हात खुट्टा काटेर फाल्नुपर्छ भन्ने विषय सहमत हुन सक्छौँ त हामी? कदापि हुन सक्दैनौँ। यही हो। हजुर युएनको कार्यक्रममा जानुभयो, कार्यक्रममा सहभागी हुन यहाँबाट जानुभयो, कस्तो रह्यो कार्यक्रम? होइन, म फ्युचर समिटको चाहिँ प्री प्रोग्रामहरूमा चाहिँ म सहभागी भएको थिएँ। अनुभवको हिसाबले चाहिँ युएनको कार्यक्रममा मेरो पहिलो सहभागिता पनि थियो। अब त्यहाँ चाहिँ युथहरूका इस्युहरू, युथहरूका रुचिहरू जान्ने अवसर चाहिँ मैले पाएँ। त्यो हिसाबले चाहिँ कसरी तपाईँको चाहिँ प्रोग्रामहरू चाहिँ रन हुन्छ इन्टरनेसनल लेभलमा र चाहिँ हामी कहाँ छौँ भन्ने कुराको बुझ्ने, ज्ञान आर्जन गर्ने कुराहरू चाहिँ मलाई अनुभवको रूपमा चाहिँ त्यो चाहिँ मेरो मानसपटलमा छ। त्यसलाई मैले सङ्गठनमा पनि कहिलेकाहीँ चाहिँ तपाईँको चाहिँ जोड्न खोज्छु। मेरा साथीभाइहरूलाई सिकाउने कुराहरूमा नै मलाई त्यो प्रोग्राम चाहिँ एउटा चाहिँ राम्रो चाहिँ तपाईँको चाहिँ भएको छ। अहिलेसम्म कति मुलुक भ्रमण गर्नुभएको? होइन, त्यस्तो मैले अब राजकीय रूपमा त काहीँ पनि भ्रमण गरेको छैन, तर सिकाइरको हिसाबले म केही देशहरू चाइना, अमेरिका, इन्डिया। तपाईँ युएनको कार्यक्रम जानुभयो, त्यहाँ त विभिन्न देशका शक्ति राष्ट्रका युवाहरूदेखि साना राष्ट्रका युवाहरू सबै युवाहरू एक जमघट भयो नि त, त्यहाँ तपाईँहरू बिच जमघट भयो। त्यो अवस्थामा नेपालका युवा र विदेशी युवा, अन्य राष्ट्रका युवा, शक्ति राष्ट्रका युवामा के फरक रहेछ? होइन, यस्तो त्यहाँ युएनका म गएको कार्यक्रममा शक्ति राष्ट्रका युवाहरूका भूमिका त्यति देखिँदैन थियो। त्यहाँ अफ्रिकाका धेरै युवा युवतीहरू जो चाहिँ 40 वर्ष मुनिका युवाहरू त्यहाँ सहभागिता थिए र चाहिँ एसियाका थिए, केही चाहिँ युरोपका पनि थिए। तर चाहिँ त्यहाँ प्रेजेन्टेसनको हिसाबले युएनका महासचिव, शक्ति राष्ट्रका चाहिँ राष्ट्र प्रमुखहरूको चाहिँ प्रेजेन्टेसन, तर युथकै सहभागिता छ। त्यहाँबाट चाहिँ के छ त तपाईँको चाहिँ अफ्रिका, एसियाहरू जो चाहिँ विकासतर्फ चाहिँ डोरिरहेका छन्, ती युवाहरूलाई सन्देश प्रवाह गर्ने कुरा, युवाहरू चाहिँ साक्षरता गर्ने हिसाबले चाहिँ शक्ति राष्ट्रका युवाहरूको सहभागिता चाहिँ त्यति धेरै थिएन त्यहाँ। 24औं राष्ट्रिय महाधिवेशन उमेर हदको कुरा पनि आउँदैछ, यसलाई कसरी लिनु भएको छ? होइन, अनिराश्री जीवन्त सङ्गठन हो। सङ्गठनमा बहसहरू हुन्छन्, हामी बहसमा छौँ। तपाईँकै पाला पनि बहस भएको थियो, यो बहस थियो, बहसबाट भाग्नु पनि हुँदैन। अहिले इस्युहरू उठिसके पश्चात अब चाहिँ के अरे हाम्रा चाहिँ प्रतिस्पर्धी विद्यार्थी सङ्गठनहरूमा यी उमेरहरू लागेका छन्। हामीले पनि अध्ययन गरिरहेका छौँ। अब हामी पनि साझा निष्कर्षका साथ यो अधिवेशनबाट यो कुरालाई निर्कुल गरेर जान्छौँ। केही समय अघिसम्म चाहिँ क्षमता योग्यता अनुसारको नेतृत्व चाहिन्छ भन्दै गर्दाखेरि अहिलेमा 81 यो उमेर हदको कुरो आयो, पार्टीबाटै आयो भन्ने कुरो छ। यसलाई उमेर हद लाग्दा राम्रो कि नलाग्दा राम्रो? होइन, यस्तो हो, क्षमता योग्यता भन्ने कुरा चाहिँ फेरि यसमा चाहिँ उमेर समूह छँदै छैनन् भन्ने विषयवस्तु पनि होइन। हामीले हरेक किन अनिराश्री यस्तो पाठशाला हो, यसमा हरेक हामीले प्रत्यक्षले भन्छ 28 वर्षको उमेर चाहिँ सोहीमा लामो समय सोही निर्वाचन हुँदा कति समय राखेर सोही निर्वाचन गर्ने, त्यही समयका युवा हामीसँग छन् भनेर सन्देह दिने सङ्गठन अनिराश्री। त्यसकारण हरेक उमेर तहमा अनिराश्रीका योग्यतम नेता कार्यकर्ताहरूले नै अनिराश्रीको नेतृत्व गर्ने हो। त्यसकारण यसलाई चाहिँ उमेर लाउने भन्दा योग्यता क्षमता भएका साथीहरूलाई पन्साउनको निम्ति भन्ने किसिमका भाष्यहरूसँग चाहिँ हामी सहमत हुनु हुँदैन। यो एउटा तपाईँको चाहिँ प्रतिस्पर्धी सङ्गठनहरूमा पनि उमेर लागिसकेपछि निस्केको बहस हो। यसले हामीले पनि सोच्नुपर्ने विषयवस्तुहरू धेरै छन्। यसलाई एउटा चाहिँ साझा निष्कर्षका साथ कसरी यसलाई चाहिँ तपाईँको रचनात्मक ढङ्गले हामीले कार्यान्वयन गर्ने हो, त्यसको हामीले चाहिँ काम गर्छौँ। राजनीतिक कर्मीहरूको खासै आय स्रोत देखिँदैन होइन, तर पनि राम्रै गरेर बसिराखेका हुन्छन्। जस्तै विद्यार्थी आन्दोलनमा जोडिनु भयो, राजनीतिमा जोडिनु भयो होइन, व्यवसाय कतिपयका व्यवसायहरू पनि हुन्छन् ब्याकग्राउन्ड होइन, तपाईँको के छ? होइन, यस्तो छ, मैले पनि राज्यलाई ट्याक्स तिर्छु, मेरो प्यानबाटै ट्याक्स गइरहेकै छ। जति किन म अब सामान्य चाहिँ त विद्यार्थी हो, सामान्य रोजगारीसँग पेसा व्यवसायसँग जोडिएको छु थोरै, र मैले त्यस्तो चाहिँ तपाईँको चाहिँ ठुलो तपाईँको चाहिँ हाउजी गर्ने खालका चाहिँ मसँग त्यो एउटा चाहिँ त्यो खालको चाहिँ तपाईँको परिवारको व्यक्ति पनि म होइन। र म जुन अवस्थामा छु त्यसमा म आत्मसन्तुष्ट छु। मैले राज्यलाई चाहिँ ट्याक्स तिरेको छु, मलाई खाना बस्नको निम्ति पुग्ने व्यवसायमा म अहिले पनि जोडिएको छु। यही नै हो, किनकि यो विद्यार्थी मुभमेन्टमा अहिले ज्वलन्त प्रश्न हो तपाईँले उठाएका प्रश्नहरू। हरेक विद्यार्थीहरू आर्थिक, सामाजिक, राजनैतिक रूपमा अडिट हुने विद्यार्थीहरूले नै नेपालको विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुपर्छ भन्ने कुरामा मैले भन्दै पनि आएको छु र त्यो कुराप्रति मेरो आज पनि विश्वास अटल छ। कहिलेकाहीँ तपाईँको चाहिँ त्यहाँबाट च्युत हुँदै गर्दा विद्यार्थी आन्दोलनबाट चाहिँ उत्पादित भएका नेताहरू, विद्यार्थी आन्दोलनसँग जोडिएका साथीहरू
बदनाम हुनुहुन्छ यसले समग्र आन्दोलनको शिर निहुराउँछ। त्यसकारण विद्यार्थी आन्दोलनसँग जोडिन्छु मेरो नेतृत्व विकास गर्छु भन्ने साथीहरूले आफ्नो चाहिँ तपाईँको चाहिँ आय स्रोत पारदर्शी बनाउने कुराहरू, नैतिक रूपमा आफूलाई चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ तहमा राख्ने कुराहरू र आर्थिक रूपमा चाहिँ ट्रान्सप्यारेन्ट हुने कुराहरूमा चाहिँ सोच्नुपर्छ। तब मात्र केही समय त झुक्क्याएर अथवा छकाएर पनि नेता भइएला, तर समग्र आन्दोलन नेतृत्व गर्ने मान्छे आर्थिक, नैतिक र सामाजिक रूपमा सोसल अडिट चाहिँ अनिवार्य हुनुपर्छ। जस्तै विद्यार्थी राजनीतिमा लाग्ने हेर्दा विद्यार्थीहरू नै लाग्ने हो। विद्यार्थीहरू चाहिँ विद्यार्थी जीवनमा त्यही आर्थिक सामाजिकसँगै जोडिराखेका हुन्छन्, समस्यासँग जोडिराखेका हुन्छन्। यसको लागि सरकारले के गर्नु पर्ला? होइन, यस्तो अहिले तपाईँको सरकारको नीति तथा कार्यक्रम तपाईँले सुन्नुभयो। पढ्दै कमाउँदै 20 घन्टासम्म काम गर्ने चाहिँ कार्यहरू चाहिँ तपाईँको चाहिँ अभियानहरू विश्वविद्यालय जोड्ने गरी सरकारले आएको छ। म सरकारलाई तपाईँको यस पोडकास्ट मार्फत धन्यवाद पनि दिन चाहन्छु। हो, यसमा चाहिँ तपाईँको चाहिँ अहिले विदेशमा पनि युवाहरूलाई, कलेजमा पढ्न जाने युवाहरूलाई पनि केही समयको चाहिँ घन्टाका रोजगारीहरू दिएरै चाहिँ काम सिकाइन्छ। हो, यसले चाहिँ युवाहरूलाई यही मुलुकमा बस्ने गरे हुन्छ। यसमा चाहिँ आफू सम्मानपूर्वक काम गर्न पाउँछ, त्यो सरकारले तोकेको ज्याला पाउँछ कि पाउँदैन भन्ने जुन चासो र चिन्ता आज युवा आउँछ, यसमा थप सरकारले चाहिँ चासो लिनुपर्छ र जुन अभियान सुरु गर्न खोजेको छ त्यसलाई चाहिँ कार्यान्वयनमा ल्याउने कुरामा चाहिँ सरकार चनाखो होस्, हामी केही उपलब्धि लिन सक्छौँ। हस्, आजलाई यति नै गरौँ। अखिल पोडकास्ट आजलाई यति नै। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद। अखिल पोडकास्टको सुरुवात गर्नुभएको छ प्रचार विभागको तर्फबाट। यसलाई आगामी दिनमा पनि निरन्तरता जाने गरी चाहिँ राशिमा नियमित काम हुन सकोस्। आन्दोलनको उत्तरार्धमा जो नियमित ढङ्गले चाहिँ यो पोडकास्टको चाहिँ सञ्चालनमा होस् भन्ने कुरा कामना गर्छु। धन्यवाद। हामी प्रयास गर्नेछौँ।